I don't wanna risk it all again, but I don't wanna be on my own. It always goes much better in my head, but the feelings end up wasted. So I'm sorry for breaking down when you said you got me. I'm used to being let down, but I'm hoping if I'm falling too fast, then you'll catch me. You'll catch me. So a few moments later, 2000 years later. सो हेलो एन्ड नमस्ते एभ्रिवान। यो सबजना सन्चै आरामै हुन्छ होला र म पनि सन्चै आरामै छु र अनि आज चाहिँ हामी चाहिँ राइड जान लागेको छौँ ऊ सरजी र म चाहिँ होइन आनन्दसँग। किन गयो यता 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 खै ल हामी चाहिँ राइड जान लागेको के अरे अब सरजी र म यहाँ आमाले के भन्नु मैले पनि बुझिनँ है, तपाईँले बुझ्नु नि भन्नु है। ल यता मात्रै ठुला कुर्ती जाने भनेर कुरो भएको थियो र जान्छौँ अब हामी चाहिँ। कहाँ गएको तँ फेरि? ल ठिकै छ, अब सिधै उतै माथितिर गएर भेट। मैले त्यता देखाउन कति देखाउने आफ्नो टुल मात्रै है, यही हाम्रो उज्जवल टुल चाहिँ ल यसो मकै 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 सबैतिर। ल उतैतिर गएर भेटौँ अब चाहिँ है त। ल हामी चाहिँ अहिले यता पुलमा आइसकेको छौँ र ऊ सजिलो कुदाएको हेर्नु त पुलमा। यो चाहिँ हाम्रो यता पार हाउसको पुल हो कि होइन। अब यहाँबाट माथि जानुपर्छ साटल। कतिको हावाले हान्छ है मलाई थाहा छैन है, हेर्दै गर्नु न अब चाहिँ कतिको क्लियर आउँछ आउनु। पछि अब भिडियो हेर्दै थाहा हुन्छ मलाई पनि। अनि भाइ दाइको चाहिँ मैले भाइको बाइक लिएर आऊ है, गोरो डन भाइको। मेरो दाइ भिडियो हेर्नु भने प्लिज गाली नगर्नु होला। तर यो मुला यो बाइकमा हेर्नु त यो गोरो हेर तेरो बाइकमा 300 को तेल हालेको एक लाइन बाइक देखाउने यार। यो थोत्रो बाइक काम पनि तेरो बाइक बेचिदिनु। यो कसैले किन्न मन लाग्ने यो बाइक रेन्टमा छ। टुच्चा डजानेको है। अब त्यो जानुपर्छ यताको बाटो दामी छ, अझै माथिको बाटो यस्तो दामी छ। ल राम्रो भान्जे ओ भान्जे हाई गर भ्लगमा हाई गर। ल जाम जाम जाम। अब त मान्छे चाहिँ हुन्छ नि अलिकति त हुन त, तर पनि भइहाल्छ नि दाइहरूलाई रप्पु हान्ने अब। बाटो त राम्रो हो यार यताको। ल यता एकछिन राइड हान्नु यता। बिच बिचमा गेगाएर भने झ्याउ हुन्छ कि अरू भन्दा नि चिप्ले भने त वाइल्ड चिप्लिन्छ त फेरि। त्यो छ क्या मेरो नयाँ बाइक किन्दाखेरि हो यहाँ हो म लडेको यहाँ होइन माथि पो हो त। म लडेको माथि हो है, यहाँ त होइन बिर्सिरहेँ मैले। ल अब चाहिँ हामी यहाँबाट जान्छौँ, धेरै टाढा होइन हामी जाने ठाउँ चाहिँ टाढा त टाढै हो होइन। हेर्नु भ्यू यताको टाढा त टाढै हो, तर हामी पनि क्या जानु भएर हामीलाई धेरै टाढा नलाग्ने क्या। तर कम्फर्टेबल यो बाइक अलिकति मलाई चलाउनै गाह्रो भइरहेको किन भिडियो टेढो आएको क्या हो। हेर्नु है त यो त करेन्ट कस्तो हान्छ गोराले। मैले त्यस्तै सुत्नु डर लाग्ने कि यो बाइक मेरो पनि भएको त म सुताइदिन्छु। यो त अलिक गाह्रो भयो मलाई। ठिकै छ अलिक माथितिर गएर भेटौँ है त। के माथि भेट्ने भेट्ने हो यहाँ माथि हो है। कहाँ सक्छ
भएन मलाई किन हो लास्ट गएको भइरहेको छ न अलि हेभी भयो कि हेर्नु कस्तो भइरहेको छ यार माया गाह्रो भइरहेको यहाँ आएको भान्जे भान्जा जान्थ्यौँ है किन नि एकैछिन चाहिँ हामीले यो बाइक चलाएको चाहिँ हेर्नु है त अब यहाँ एकछिन टायर हुन्छ हाम्रो पिठ्यो दाजुभाइको बाटो त कस्तो दामी छ नि होइन यस्तो दामी छ नि के भन्नु जति आयो पनि बाटो मलाई के मनै पर्दैन क्या जति आयो पनि यल्लो भएमा अब आउनु भन्ने हुँदै हुन्न कि मलाई त किन हो त्यस्तो दामी लाग्छ कि बाटो मलाई किन हो खै यसो कमेन्ट गर्नु त किन हो त्यस्तो किन हुन्छ के हो माया हो कि दायाँ त बायाँ हो केही होइन यस्तो त्यो सोच्नु हुन्न बाटो राम्रो बनाएको हाम्रो लागि राम्रो हो पार्टीको ठाउँ यो चाहिँ हामी बस्न मिल्छ दामी तरिकाले बेलुका यस्तो चिल्लाउट हान्नको लागि चाहिँ बगानै छ ठुलो मान्छ नि हामी चाहिँ देख्नु होला तर भिड पनि छ कि अलि होस्पिटल के भन्छ भन्दै कुदाउँदै जाँदाखेरि भिडियोमा होला तनाबोला के भयो तिम्रो बाइकले तानेन क्या यार सुल्टीको बाइक के भयो तिमीलाई कुद्नु पर्यो कस्तो मजा आयो तपाईँले हेर्नु नि मजा आएला नि के भयो भन्नु है फेरि म त फेरि बुझ्दिनँ के सुल्टीको बाइकले तानेन जस्तो लाग्छ मलाई बाइक नहुनु पनि बाइक यो बाइक सरकारी गाडी हो कि पक्कै रहेछ ओ माई गुडनेस अगर त पुलिस रहेछ यार तै त हेर्दैन गरेको यार लाउन पाइने भन्दै यार झ्याउ अन्त कपी होइन के भन्यो झ्याउ भयो यार कपी अगाडि कुदाम भनेको अगाडि कुदाम नकुदाम भने फेरि मजै आउन्न तनाव भयो यार तनाव भयो यार कस्तो देखेको त नि फेरि मैले त देखेको थिइनँ क्या सरकारी नम्बर त मैले देखिरहेको थिएँ त्यो पाएँ पुलिसको रहेछ कि अगाडिको मजै आउन्न यार ठिकै छ अब यतिको भइदिउँला नि त के भएर बाटो फेरि कुदाउने भनेको यतिसम्म हो कि त्यहाँ त धेरै होइन कि यति नै हो फेरि ओ माई गुडनेस हामी चाहिँ आएको छौँ मैले त्यहाँ नाम दिन सक्नुहुन्छ कोलापाती यो बाटो एकदम उस छ यो घुम्ती छ सुले कस्तो कुदाउँछ नि होइन कस्तो सुताउँछ हेर्नु डरै लाग्ने कि ल हेर्नु तुरु कुदाउँछ कप्पे अब जानेतिर खाली भनेको त्यसको अगाडि जाम भने यति छोड्थ्यो सबै
चेकिङ छ कि होइन उयो चेकिङ छ क्या वेन चेकिङ हुन्छ कि बेला लाँदै त्यो मलाई कपिलसित जान हुन्थ्यो कि अरे ए गयो गयो ल ठिक छ ठिक छ ठिक छ यो चाहिँ हामी चाहिँ अहिले कालिका डाँडा कालिका डाँडा कालिका छान भन्दै के भन्छ होला कालिका छान त्यस्तै के भन्छ यसलाई त्यहाँ आएको छौँ अहिले चाहिँ हामी है त्यहाँ आइयो अहिले चाहिँ हामी हाम्रो गोरु दाजुको मामा घर मेरो पनि मामा घर गोरु दाजु अनि मेरो मामा घर त्यही नै हो कता नि हो कता नि हो त्यो सुर्के मैदान जाने यहाँ माथिको त मैदान छ नि मैदान जाऊँ त होइन ल है त भ्लग त सबै के अरे भिडियो त सबै मैले एउटा बनाइदिएको अरे यसो धेरै जस्तो लाग्ने फेरि ल है त हामी चाहिँ आइसक्यौँ यहाँ माथि हाम्रो मामा घर है ओए यहाँ माथि हाम्रो मामा घर है कस्तो साथी हो झन्डै सेल्दैन यहाँ मजा आइरहन गियर खेल्न गाह्रो भइरहेको मलाई किन गियर धेरै माथि भयो के हो प्लास्टिक तल पनि मेरो सुपर बाइक कस्तो हो गियर चाहिँ तल यस्तो तल यस्तो हान्नुपर्छ त्यसको चाहिँ धेरै माथि बेटर बाइक कस्तो अचम्म यहाँ यसको भने एउटा कुनैको माथि एउटा कुनैको तल अचम्म लाग्छ मलाई त तल हेर्नु त ए केही देखिएन यार सनसेटहरू देखिन्छ कि हाँदाखेरि यस्तो मिठो सनराइज र सनसेट इज बेस्ट त्यो ठाउँबाट धेरै टाढा पनि छैन कि हामी 15 मिनट 10 मिनट आइन्छ जाएर अब आनन्दसँग हामी आधी घन्टा त्यहाँबाट लागेन कि अहिले त्यस्तो ठाउँ ओराली के थियो ठाउँबाट त्यहाँ पोखरीको बोट थियो के अरे पढ्नु भने ठिकै छ हेर्न घुम्दै कस्तो ब्लाइन्ड छ शान्ति सुर्के मैदान त शान्ति मैदान पो रहेछ यार त्यही भयो क्या मेरो नि ल हामी चाहिँ अहिले यो सुर्के मैदान ठाउँमा आयौँ यहाँ माथि यो सुर्के मैदान चाहिँ कस्तो भयो मजा आयो एकखेन भयो नि त पुलिस आएर ल्याङ गऱ्यो कि ल त्यही हो ठिक छ अब एकखेन भेट्नुपर्छ है त अहिले त शान्ति मैदान भन्ने ठाउँमा आइसकेको छौँ यस्तो चाहिँ ठाउँ चाहिँ यहाँको भोटे शान्ति मैदान यता सनसेट हुँदैछ होइन यो चाहिँ पोखरा साइड त पर्थ्यो भयो भान्जे कस्तो भान्जे मजा आएको थियो तर अलिक पर्न पास्तो भयो कि तर अलि के भयो यहाँ यस्तो भाइको धुवा हेर्नु क्यामेरा देखिएन यहाँ धुवा उडेको डेन्जर उडे त देखिएन अनि मैले चाहिँ दाइको बाइक ल्याउँ है हाम्रो दाजुको बाइक अनि दाजुको हेलमेट यहाँ है दाजु हेर्नु त हेलमेट पनि हो यस्तो दामी त्यही नै हो अब एकखेरमा भेट्नु चाहिँ माथि सुर्के एकै शान्ति मैदान गइन्छ कि जस्तो राख्यो त्यहाँ मैदान कस्तो तपाईँलाई म देखाइदिन्छु है त त्यो हामी चाहिँ यस्तो दामी सनसेट हुने ठाउँमा हामी यहाँ माथि चाहिँ ठुलाकोट चाहिँ यहाँ माथि हो हामी ठुलाकोट दाल तल आएको छौँ यहाँ चाहिँ यो के हो अरे उयो सोलर प्यानल यहाँ सोलर प्यानलहरू टन्ने रहेछ अनि अर्को कुरो चाहिँ एउटा खुसी कुरा के भन्दाखेरि चाहिँ हाम्रो दिपाङ ताल हो के ताल हो त यहाँ ताल देखियो एउटा के ताल हो त्यो ताल चाहिँ अब हामी दुइटै अनपटौँ त्यो थाहा होइन अनि वाजेल चाहिँ कर्नरिङ हानिदियो घुम्दै यहाँ म तपाईँलाई सानो क्लिप त हालिदिन्छु कि कस्तो हान्यो फिक्स अब ट्राई त गर्ने हो कि उसले कर्नरिङ हारेको अनि हेर मलाई है त कस्तो हान्छ नि म सानो क्लिप हालिदिन्छु है त साइडमा यसो हेर्नु न है ल उसले हानेको हेर मैले तैँले चाहिँ योजना चाहिँ हो त यो अफरोड हान्ने भन्ने कुरो भयो उहाँ सर्जिलो मेरो ल अफरोड हानमै बाइकमा तेल लेखेन यार अफरोड हान्ने जङ्गी हान न यता अफरोड यता जाम भन्ने कुरो भएको हो कि अहिलेसम्म गएन म फर्स्ट टाइम आएको तलतिर त यो ठुलाकोट कोचुटी आयो तर यता यो बाटो भन्न मलाई थाहा थिएन ओए ओए बाबु बाटो हेर्न बाटो कि घाटो हो यो ओ माई गड ओए बाबु ओए ओए ल अफरोड पनि हान्ने हो है आज एउटा अफरोड हान्ने बाटो त वहाँ माथि छ हाम्रो घरतिर हो त्यहाँ एकदिन भान्जालाई फकाएर लानुपर्छ यार ओए बाटो त दोस्तै रहेछ यार ल ठिक छ अफरोड त्यही साह्रो त होइन के साह्रो भन्ने यस्तोलाई ओ कहाँ पुग्छ हामी त हच्छु हिँडिरहेको छ त यार ओ कहाँ पुग्छ यहाँबाट हान्दिने हो उतिसम्म गराम त हिँड्न त होइन ल यता गराम भन्ने कुरो भयो के अरे है तपाईँले देखिरहनु भयो के अरे ए मैले फेरि चलाउनै आउनु कि अफरोड हान्ने चान्तुमा बाइकमा पिकअप त डेन्जर देखाएको कि मुलाले लडाउँ जस्तो लाग्ने कि बाइकको पिकअपले नै धानै नसक्ने जस्तो अनि दाजुको बाइकमा मेरो बाइकमा त्यस्तो होइन है त्यही फेरि दाजुको फेरि उस हुन्छ के भन्छ अरे
गोटीवाला टायर छ मेरो गोटीवाला होइन मेरो मोटा मह टायर यामा ऱ्याफ हो यो टायरको नाम चाहिँ के हो खै थाहा छैन यार मेरोमा चाहिँ यामा ऱ्याफ छ के रे यो ग्लास लाउनु पर्छ क्या यार ग्लास लाउँछु म ल कहाँ पुग्छ हेर है ओए जङ्गल त अलि भयङ्करै छ के रे तिमीले छैन पाएको ओए बाबु 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 ओए नो 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 ओए मासला ओए बाइकको न्युट्रल लगाएको हुने कि तर ओए खतरा ठाउँ थियो पिकअप दिएर धान्नै सकेन बाइक ल ओए 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 कहाँ आइयो यार हामी त यार जङ्गलभित्र आइयो क्या हो तर मजा आयो चलाउन चाहिँ ऊ अगाडि फेरि सर्जी हिँड्नु जानुभयो मजाले के आनन्द पारामा वेट खतरा ठाउँ त यार कहाँ पुग्छ नि थाहा छैन है मलाई नि फेरि ओहो धुलो बढी उडायो गदाले ओ गदा ओ बाटो त दामी रहेछ हो र ओ रोक म यहाँ भ्यू देखाउँछु म ऊ त्यहाँ हिमाल यहाँ ताल बेगनाथ ताल ओ यो बेगनाथ ताल भयो होइन अनि हिमाल देख्नु सक्नुहुन्छ सिग्लिसतिरको हिमाल ओ माई गुडनेस खतरा ठाउँ त के गर्ने हो यतासम्म हेर न त हल्का अगाडि लगाइज हामी चाहिँ अब यहाँ निस्किनु लाग्यो ऊ सरजी पनि आउनुभयो जाम अब यहाँबाट धेरै तल माथि गइएन हामी एकदिन फेरि ओ नौ सरजी पनि हिँड्नुभयो अब म पनि जान्छु यहाँबाट धेरै माथि त गइएन हामी होइन यहीँसम्म मात्रै भयो के अरे एकदिन यहाँ आउनु पऱ्यो बाटो मेरो बाइक लिएर आउनुपर्छ दाइको बाइकमा झ्या हुन्छ पछि बिग्रिसिग्रियो भने बनाउनु पर्छ नि त मैले फेरि आफ्नै बाइकमा त माया लाग्दैन जता नि हालिदिन्छु नि त मैले त्यो हो कि दाइको बाइक हालिदिएँ तर फेरि पिक त मेरोभन्दा दाइको बाइकमा दामी हो ल अब यहाँ निस्किन्छौँ हामी दुई दाजुभाइ अब सर निस्किन्छौँ होइन यो ठाउँ अफरोडको लागि सरी चाहिँ एकदिन यहाँ आउनुपर्छ हामी फेरि अफरोड हान्नको लागि है ल त्यही नै हो कस्तो भइरहेको कस्तो तपाईँहरूलाई पनि मजा त मजा जस्तो लाग्छ मेरो विचारमा है अब यहाँ चाहिँ बाटो अलिकति नराम्रो हो यहाँ पानीले राम्रो बाटो त राम्रो तर पानीले बिगारेको रहेछ कि त्यही हो ल हेर्नु अब यहाँ चाहिँ अलिक नराम्रो होइन यहाँ चाहिँ अलिक होसियार भन्नु चाहिँ ल हेर्नु बाटो ओए बाबु ल त्यही नै हो कस्तो भइरहेको तपाईँहरूलाई के यहाँ पनि यो ठाउँ चाहिँ कहाँनिर तपाईँहरूलाई लोकेसन यदि तपाईँहरूलाई पनि यता यो बाटो राम्रो लाएर यता चलाउन मन लाग्यो भने होइन यता आउन मन लाग्यो भने कि यदि आउन मन लाग्यो भने यो बाटो चाहिँ यो चाहिँ कहाँनिर भन्दाखेरि तपाईँलाई म देखाइदिन्छु है त अब यहाँ कन्ट्रोलै हुन्न त बाइक त किन हो मैले बाइक चलाउन आएको हो कि मैले बाइकलाई चलाएको कि बाइकले मलाई चलाएको भइरहेको क्या हेर्नु बाटो तर धेरै क्लोज भयो हामी फेरि दुईजना हिँड राजा हिँड ढुक्कै हिँड न यहाँ माथिबाट हाल्न पर्ने कहाँ तल हालेको त नि तिमी फेरि ल बाइक होट्नु छोइहाल्छ कि तँ झ्याउ खै बाइकमा तर मजा त मजा आयो अघि त मजा आएको थियो कि होइन यो हो नि त यो हो नि त रमाइलो ओए ए बाबु नानी ल सही हो मजा आयो यार बाटो हेर्नु कस्तो त हामी यस्तो हो बाटो त ऊ किन लड्न खोज्ने लड्न मन लाग्यो ल हिँड बाटो यही नै हो के अरे राम्रो छ बाटो अब उयो कति लामो लाग्यो बाटो अहिले कुदाउँदा आएको हरेक आएको के हो र ढिन्डो लामो लाग्यो त बाटो त मलाई त यही नै हो ओहो तर मजा आउँछ कि यस्तो बाटो चलाउन नि त्यो सधैँ हामीले पिजामा चलाइन्छ नि त एनएस अब हामी निकै बाइकहरू त खासै अफरोड फेरि काम त हुन्न तर सधैँ पिजा चलाइराखेर पनि काम हुन्न कि मजा अफरोड पनि मजा आउँछ माथि मन्दिर रहेछ एउटा दामी त्यहाँ देखियो होला
ल भान्जी हिँड्दाखेरि अलिक उतै गएर भेटौँ न त है हुन्छ ल हामी आएको बाटो तल गएको बाटो चाहिँ यहाँबाट चाहिँ माथि ठुला गएर जाने भयो के अरे यहाँबाट चाहिँ तल गएको थियौँ अघि हामी यहाँबाट चाहिँ उ त्यो मन्दिर देख्यो उ त्यो मन्दिरको साइडतिर गएको थियौँ के अरे यहाँबाट चाहिँ तल जानुपर्छ है अनि यताबाट चाहिँ आइने बाटो हो के अरे यहाँबाट चाहिँ तल जाने यो ठाउँको नाम यहाँ बोटहरू चाहिँ बोटामा देखाउँछु जाम औ यो बोट देख्नु भयो नि यो बोटबाट चाहिँ जाने हो कुदाएर अलिक फेरि कुदाउँछ हामी खेला भयो त भेट्नुपर्छ है साथीभाइ छ कि ब्लाइन्डले ल हामी चाहिँ अहिले आइसकेको छौँ है यो ठाउँको नाम चाहिँ यहाँबाट चाहिँ माथि उस्थानी हो कि हामी चाहिँ यहाँ जान्छौँ कालिका कालिका डाँडा त्यो त्यही हो यहाँ चाहिँ उस के भन्छ अरे पोखरी छ एउटा अहिले तपाईँ दामी बनाउँछ यहाँ पोखरी त्यही हो होला नि है तल गएर भेटौँला है त सो गाइस हामी चाहिँ अहिले यो कुन ठाउँमा आएको छौँ यस्तो यो बाटोमा होइन यहाँ सर हान्नको लागि चाहिँ बवाल छ है ठाउँ कर्नरिङ हान्नको लागि के छ सर यहाँ कर्नरिङ हान्नको लागि चाहिँ बवाल छ क्या यस्तो कर सर्ट होइन मान्छे नि सर्ट हुन सक्छ फेरि ल त्यही हो ल यस्तो गरेर म त अब यो भ्लगलाई यहाँ हिट गरिदिउँ है के कस्तो भयो आजको यस्तो भयो नि दुई तिन शब्द मजा नि आयो बेला बेलामा अलि र त्यही नै हो अब हामी आज भ्लगलाई चाहिँ यता इन गर्छौँ अनि तपाईँलाई थाहा छ मैले जानुभन्दा अगाडि लास्टमा के भन्छु भनेर लाइक सेयर सब्सक्राइब र कमेन्ट चाहिँ सधैँ गर्नु होला किनकि मैले कमेन्ट हिट पनि गरिरहेको हुन्छु त्यही नै हो अब चाहिँ हामी आजको लागि यहीँ छुट्यौँ हस्त बाई बाई